दर्शकबिन आखिर सृष्टि र पर्वतको विवाह दर्शकबिन अब के साँच्चीकै सृष्टि र पर्वतको विवाह हुन्छ होला त? आउनुहोस् आज यसै बारे छोटो चर्चा गरौँ। हो साथीहरू, सृष्टि र पर्वतको विवाह छिटो भन्दा छिटो हुनु पर्दछ र पर्वतले सृष्टिलाई विवाह गरेर आफ्नो घरमा बेहुली बनाएर भित्र्याउनु पर्दछ भन्ने जतिले हाम्रो यस भिडियोलाई एक लाइक गरी च्यानललाई सब्स्क्राइब गर्न भने अवश्य नभुल्नु होला है त। हो साथीहरू, पछिल्लो समयमा पर्वतले म सृष्टिसँग विवाह गरेर यो गाउँ समाजसँग लड्न चाहन्छु। सृष्टिले भोग्नु परेका ती विधवा भएका महिलाको पीडा भने म खेप्न चाहन्छु र यो समाजमा लड्न चाहन्छु भनेर पर्वतले सृष्टिसँग विवाहको प्रस्ताव राखेका हुन्छन्। तर पछिल्लो समयमा सृष्टिले भने पर्वतसँग विवाह नगर्ने भनेर भनेकी हुन्छन्। तब पर्वतले अर्कै सोच बनाएर पण्डित बाजेलाई केटी खोज्न लगाएर उनी भने अर्कै केटी हेर्नका लागि गएका हुन्छन्। तर यति बेला भने सृष्टिले मैले पर्वतसँग विवाह गर्नु पर्दछ भनेर सोचेर सृष्टिले भने पर्वतसँग विवाहको प्रस्ताव राख्न गएकी हुन्छन्। तर यति बेला भने पर्वतले अब म कसैसँग पनि विवाह गर्दिन। जब मैले विवाह गर्ने भनेर सोचेको थिएँ तर कसैले पनि मसँग विवाह गर्न मानेन। तर अब भने म विवाह नगरी बस्ने बाचा गरेको छु भनेर पर्वतले सृष्टिसँग भनेका छन्। हो साथीहरू, अब आउने सीता सिरियलको नयाँ भागहरूमा पक्कै पनि हामीहरूले सृष्टि र पर्वतको विवाह नभएको देख्न पाउनेछौँ। किनभने यति बेला पर्वतले म कसैसँग पनि विवाह गर्दैन भनेर भनिसकेका छन्। तर उता गाउँमा भने रमेश अनि घनश्याम काकाकी भान्जी अर्थात् अनुको निकै नै माया प्रेम गाँसिरहेको छ। यति बेला अनुले भने रमेशले त्यो आफ्नो मामाको घरमा भोग्नु परेको पीडाहरूलाई अनुले भने त्यहाँबाट रमेशलाई मुक्ति दिलाउनु पर्दछ। रमेशले त्यो घरमा अब यति धेरै पीडाहरू सहेर बस्नु हुँदैन भनेर अनुले भने रमेशलाई सम्झाइरहेकी हुन्छन्। हो साथीहरू, पछिल्लो समयमा घनश्याम काकाको भान्जी अर्थात् अनु त्यो घरमा आइसकेपछि भने रमेशको अनुहारमा केही खुसी छाएको छ। अब भने पक्कै पनि अनुले रमेशलाई त्यहाँबाट छुटकारा दिलाउने छिन् र तब रमेश भने ती अनुसँग मायामा पागल हुनेछन् र त्यसपछि अनु अनि रमेशको पनि पक्कै पनि छिटो भन्दा छिटो विवाह भएको हामीहरूले देख्न सक्नेछौँ। हो साथीहरू, सीता सिरियलका नयाँ भागहरूमा छिटो भन्दा छिटो सृष्टि र पर्वतको अनि उता गाउँमा रमेश र अनुको विवाह छिटो भन्दा छिटो हुनु पर्दछ भन्ने जतिले हाम्रो यस भिडियोलाई एक लाइक गरी च्यानललाई सब्स्क्राइब गर्न भने अवश्य नभुल्नु होला है त। हस्त साथीहरू, आजको लागि यति नै। भेटौँला अर्को नयाँ भिडियोमा। यदि तपाईहरू हाम्रो यस भिडियोलाई पहिलो पटक हेर्दै हुनुहुन्छ र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न भने नभुल्नु होला। किनभने हामीहरूले यस्ता विभिन्न नेपाली सिरियलहरूका रिभ्यू तथा एक्सप्लेन भिडियोहरू लिएर आउने नै छौँ। त्यसैले गर्दा छिटो भन्दा छिटो भिडियो हेर्नको लागि नछुट्नु होला है त। हस्त साथीहरू, र सीता सिरियलमा अब कस्तो हुनु पर्दछ त? अब सीता सिरियलका आगामी भागहरू कस्तो हुनु पर्दछ? के साँच्चीकै अब सृष्टि र पर्वतको विवाह भएको हेर्न मन छ तपाईहरूलाई? यदि पक्कै पनि सृष्टि र पर्वतको विवाह छिटो भन्दा छिटो
छिटो हुनु पर्दछ भनेर धेरैलाई मन लागेको छ भने पक्कै पनि हाम्रो यस भिडियोको कमेन्ट बक्समा सृष्टि र पर्वतको विवाह छिटो भन्दा छिटो होस् भनेर कमेन्ट गर्न पनि नभुल्नुहोला है त। हस्त आजको लागि यति नै, भेटौँला अर्को नयाँ भिडियोमा। त्यति बेलासम्मको लागि बिदा चाहन्छौ। हस्त, धन्यवाद।